हैन म डिपेन्डेन्ट अलिकति समस्या छ गोप्रो हिरो 13 लिइसके मैले चाहिँ हैन गाह्रो छ नि मलाई पनि अब झन् अर्काको देशमा है कक वन यहाँ चाहिँ यसरी पार्क गर्नु अब म यस्तो हान्छु नि हैन अनि दीपिका के छ हाई भन्देऊ ओपन 7 डेज युज अब बट्टामा राखेर भगवान सो हेलो गाइज वेलकम टु माई भ्लग है धेरै दिनपछि भेट्यो हैन अनि टक्क आज सृष्टिसँग हामी घुम्न जाँदैछौँ मेरो अहिले खास के भन्छ सेमेस्टर ब्रेक पनि थियो अनि त्यही भएर म अलि बिजी भइरहेको थिएँ भनौँ न अब फ्री हुन्छ नि त धेरै फ्री भएको टाइम त युज गर्नु पर्यो भनेर अब चट्ट लाएर जति काम गर्नु गरिहाल्यो त्यो भन्दै अब टक्क हामी चाहिँ त्यो एउटा ठाउँ छ कि उता कता हो यो ककबन भन्छ कि कतानिर ए कोबन सरी होइन अब गाह्रो छ मलाई होइन म डिपेन्डेन्ट अलिकति समस्या छ धेरै कुरा भइसक्यो होइन गाडी पनि धेरै कुरा चेन्ज गरिसकेँ अब त्यो बिस्तारै म भन्छु नै अहिले 31 डिग्री छ यार बाहिर अब यो येल्लो लाइट बले पनि हामी चाहिँ टक्क लाएर यसरी गयो भने हामी पास हुन्छौँ गाइजहरु आवाज सुन आवाज हामी धेरै मोडिफिकेसन्स र बाँकीको चेन्जेसहरु गरिसक्यो सो स्टे ट्युन फर दैट एज वेल जुन छिटै आउँछ के कसो आउँछ नि अहिले त्यसै टक्क गियर ब्रेक हानेर जान मजा आउँछ नि सो आज चाहिँ हामी कहाँ जान लागेको आज हामी अब अपसाइड डाउन हाउस जान लागेको होइन त्यहाँ यसो गइदिउँ न सबै कुरा उल्टो हुन्छ घरभरि भनेर भन्थ्यो अनि टक्क हामीले अब धेरै रिभ्यूहरू पनि देखिरहेको थिएँ अनि उसले नि भनिरहेको थियो अब जिन्दगी उल्टो भइरहेको बेलामा एकचोटि गएर हेरिदिउँ न त उल्टो जिन्दगी कस्तो चाहिँ हुन्छ भनेर झट्ट होइन जिन्दगी उल्टो चलिरहेछ नि त कस्तो आइरहेछ भनेर चाहिँ थाहा छैन होइन यहाँ मैले यताको माउन्ट यहाँ मेरो क्याप चाहिँ दामी छ होइन ल क्याप किन निकाल्नु पर्यो यो मैले गोप्रोको माउन्ट राखेको है अब यो माउन्टले चाहिँ अलिकति मलाई झ्याउ गर्यो जस्तो लागिरहेछ क्या अब यो तल मैले यता टाल्यो भने त्यो टाल्दै टालेन लाइक त्यो सिलिकन टेप अनि 3M टेप केहीले पनि टालेन क्या तलपट्टि अनि अब त्यही भएको कारण चाहिँ अहिले माथि टालिरहेको छु त्यो पनि अब तर कुन बेला निस्किन्छ चाहिँ अलिकति नट स्योर होइन गाइज मैले तिमीहरूलाई एउटा कुरै देखाउनु बिर्सेँ नि यार यहाँ यसरी गोप्रो हिरो 13 लिइसकेँ मैले चाहिँ होइन अनि अहिले चाहिँ म त्यही गोप्रो हिरो 13 बाट हान्दा छु तर मेरो अनुहार चाहिँ बबाल कालो आएर होला कि म बबाल कालो भइसक्यो होइन लिटरली अब यो मेरो सर्टमा चाहिँ देखिरहेको छ मलाई थाहा छ होइन तर त्यस्तो पनि नहोला होइन अब यो क्याप लगाएर पनि अलिकति छायाले बबाल ब्ल्याक भइरहेछ क्या 100 मा टक्क जान्छ होइन जो लाएर यहाँ पुलिस रहेछ भन्ने कुरो चाहिँ देखाइरहेछ तर किन छ कसो किन भनेर चाहिँ आई डोन्ट ह्याभ आइडिया ट्याक्स पे गर्छौँ तर उनीहरूले ट्याक्स पे गरेको हिसाबमा फेसिलिटिजहरू त्यही अनुसारको पाइरहेछ रोड इन्फ्रास्ट्रक्चरदेखि लिएर हेल्थ सबै राम्रो छ नि त इभन स्टडी जब अपर्च्युनिटी सबै राम्रो छ नि बबाल छ नि यहाँको टक्कै हेर न टक्क चट्ट लाएर होइन दामी नेपालमा भयो के लेखेर तिमीले मलाई छोडिदियो अर्कै पाएर टाइपको छुट्टै हुन्छ नि टक्क होइन क्याबिन दामी क्याबिन हुन्छ यार यो ट्रकहरूमा गाह्रो छ नि मलाई पनि अब झन् अर्काको देशमा है यसले बल्ल मलाई बाटो छोड्यो यो आवाज चाहिँ कस्तो यो गोप्रोको माइकले टिप्दै टिपेन कि इभन दो मसँग मिडिया मोड त छ होइन तर पनि आई डोन्ट नो त्यो के भइरहेछ अब त्यो डिजेआईको माइक मागिरहेको हो कि त्यो चाहिँ अब त्यो पछि अब बिस्तारै हाउ इट गोज भन्ने कुरा हो सुन्दैन होला तर यसरी टक्क हिँड्दै काट्नु पर्यो यहाँबाट एक्जिट लिनुपर्ने हुन्छ क्या हामीले अब चट्ट लाएर फ्रीवेमा लाइक 5 मिनट्स देखाइरहेछ
कक वन But it's spelled like this, COCKBURN, जुन चाहिँ कक नै जस्तै हो कक नै भन्छ बट कोबन भन्दो रहेछ कि आई डोन्ट नो वाइ तर त्यो चाहिँ 2 मिनट्स देखाइरहेको छ त यार एकैछिनमा पुग्दो रहेछ है घरबाट अरूको घरका लग्यो होइन नि तिमीले खै कोबन त्यहीँ छ हो जुम गरेर देखाउँथ्यो ककबनलाई भ्लग हान्दा चाहिँ एउटा गीत सुन्दै हिँड्न पाउँदैन त्यति हो किनभने कपिराइट खान्छ होइन भ्लग हान्दा म्याप स्याप हेर्न बिर्सिदिरहने म त कहाँ पुगिदिरहने फेरि 5 मिनट घुमाएर देखाइरहेको छ भने गाह्रो छ गाह्रो अब यहाँबाट हामी छिरेर खोइ त अनि घर त अनि सपिङ मल आइपुग्यो त अपसाइड डाउन सपिङ मल हो क्या हो होइन होला मैले त त्यही भनेर ल्याए हो खोइ ऊ त्यहाँ छ त ऊ होइन ए हालिदिउँ त त्यसले छायामा हाल्यो म पनि हाल्छु यहाँ चाहिँ यसरी पार्क गर्नुपर्ने हुन्छ यहाँ मैले जो धेरै कुरा गरेको छु कस्तो लागेर चाहिँ यो वाइड एङ्गलमा हो होइन डिफ्युजर टक्क दामी छ है यो अपसाइड डाउन हाउस चाहिँ कस्तो मजा आइरहेछ कस्तो अचम्मवाला लागिरहेको छ माथि चढ्ने हो अब त्यहाँ चढ्नलाई खोइ थाहा छैन यहाँ टिकट काट्नुपर्छ यस्तो यो जुत्ता नयाँ नयाँ छ है यो फेरि गाह्रो छ नि मलाई यस्तोमा ट्याक्कै दाग लगाइदियो भने त लगायो नि अब टिकटिङ चाहिँ कता हो भन्ने कुरा हो ओभर दामी छ यार यो एसी पनि उल्टा हाल्नुपर्ने हो कि यो एसी यो पाइप पनि माथितिर होइन रहने ल उल्टा भनेपछि त सबै उल्टा हुनु पऱ्यो नि सिंगल टिकट एन्ड ग्रुप टिकट फर 3 ल लिउँ त टिकट लिँदैछ टिकट दामी छ यहाँ प्लस होइन टक्क मलाई चाहिँ अलि लाज लाग्छ कि No running, no climbing anything, no pulling on anything. If you do feel sick or dizzy or while you're in there, feel free to come out and take a breather. It can make you feel a little bit woozy. And when you take your photos, if you take them in 0.5 or 0.6, whichever say your phone has, take them all upright. And then once you're done in the house, if you then go to edit and rotate all your photos, it's going to make you look like you're standing on a grid. And the sillier the post, the better. So if you do big stuff, it's like this, like arms out, getting Thank Yeah, you. yeah. That's really good. Thank you so much. थ्याङ्क यू अब चाहिँ अपसाइड डाउन हाउसमा हामी छिर्दै हुन्छौँ सो कम टु अस ल साइको साइको चाहिँ साइको हुँदो रहेछ ओए जुत्ता निकाल्नु ल दामी है उल्टो यहाँ टक्क भयो 10th हाउस पनि उल्टो रहेछ ल यार दामी यो चाहिँ चट्टै यहाँ कमोड पनि माथि छ के म त लाइक फेरि उल्टो हिँड्ने आँस छ होइन टेबल सेबल माथि होइन यहाँ हो फटेङ यहाँ कस्तो पुरै स्ल्यान्टेड भइरहेछ कि म तर यो कस्तो यस्तो छ के यसको त लजिक नै भाँच्यो रहेछ हौ के को यसको भने एक्जसन होइन यो धुन सजिलो हुन्छ कि यस्तो भयो भने चाहिँ यहाँ आएर पकाउने कप्स there are 2 cups तिम्रो लागि पनि भयो होला यो पुरै कस्तो मेरो बाबा टाँसिरहेको रहेछ यहाँ पर्दा सर्दा नि उल्टो छ हौ यहाँ खुल्यो अलिकति खुल्यो यो चाहिँ टाल्ट्यौँ क्या त उल्टा भएको हेर्नु After in the gravity हालिहाल्छ What's ट्याक्कै उल्टो अवस्था है यो पनि उल्टो राख्नु है यसरी बब्बाल गर्मी छ कि बब्बाल एभ्रिथिङ लुक्स उल्टा अपसाइड डाउन नामै त अपसाइड डाउन
ल ठिक छ जाउँ जाउँ ल यति हो यहाँको चहलपहल निस्किन्छौँ अब यसको चाहिँ यति लिन्छ 19 per person ल अब हामी यहाँबाट निस्किन्छौँ मलाई त वाइड गर्मी हुन्छ क्या अनि त्यही भएर पनि मलाई बाहिर आएर भ्लग हान्न मन लाग्दैन क्या यसरी वाट्स द टेम्परेचर 35 रे ल हामी यहाँबाट निस्क्यौँ यहाँ पछाडि छ त कति न के न भनेर गएको सब उल्टा उल्टा पर्यो उल्टा तर अलिक महँगो लाग्यो यार थाहा छ है One time experience को लागि ठीक छ अब फेरि चाहिँ आइन्न टाइपको पैसा तिरेर हो नि हो त्यस्तो एक्सपिरियन्स मात्रै लिने हो के एक्सपिरियन्स मात्रै लिने हो यहाँ यता अपसाइड डाउन बबाल छ भनेर पठाउने हो अरूलाई जस होइन फेरि त्यस्तो चाहिँ होइन राम्रो छ बबाल छ होइन जस मजा आउँछ के त्यस्तो के छैन मेरो गाडी चाहिँ यहाँ छ मेरो गाडी चाहिँ यहाँ छ अब चढेर जान्छौँ जस यसरी भ्लग हान्न चाहिँ अलिकति लाज चाहिँ लाग्छ तर अब म लाज साज गोलीमार भन्दै अब चाहिँ हान्नै सुरु गर्छु भनेर चाहिँ म लागि परिसकेको छु लेट्स गो अब ल ऊ गाडी नै लक नगरिकन गाह्रो छ गाडी चाहिँ अति फोहोर छ मेरो अब के गर्ने होइन फुर्सद पनि छैन मेन भनेको गर्मी भएर चाहिँ भित्र छिरेको हो अब यसरी टक्क लगाएर स्टार्ट गरेर यसरी चलाइदिइहाल्यो भने त आवाज सुन आवाज सो गाइज हामी यहाँबाट निस्क्यौँ होइन अब यसरी बाटो काट्ने मान्छेलाई चाहिँ बाटो छोड्नुपर्ने हुन्छ नत्र हामीलाई मुख छाड्छ भनौँ केटाले कस्तो मजाले गाडी हेरिरहेछ तिम्रो हेरिहाल्छ नि गाडी हेर्नै लायकको बनाए चाहिँ होइन अब चाहिँ हामी एउटा साथीलाई लिन जान्छौँ होइन नेपालकै एउटै हामी कलेजमा पढ्ने साथी भनौँ साथी त के भनौँ मेरो त जुनियर हो बहिनीहरू हो यसो यहाँ आएपछि साथी नै भनिदिउँ अब उसको पनि साथी कोही छैन अरे अनि ल भनेर दाईहरू त टन्नै हुन्छ नि त अनि अपसाइड डाउन गयो है दामी थियो भवाल थियो नि त्यो रिङ्गो लाग्ने है कस्तो भने मलाई त फन घुमाएर त्यहाँ कस्तो हो र आई माइट बी द ओन्ली गाई होइन जसको चाहिँ 1 विकमा 105 सम्मको पेट्रोल हाल्नुपर्छ कि नाउ यु गाइज क्यान इमेजिन हाउ मच आई ट्राभल भन्ने कुरा हो क्या अब अनि यसरी क्यामेराको साइन दिइदिन्छ पहिल्यै होइन सो द्याट वी क्यान बी अवेर देख्दा देख्दा पनि इफ यु वान्ट टु ओभर स्पिड यु क्यान के द सिम्पल थिङ इज यु विल गेट फाइन ऊ यता कार स्टप अहेड अनि यता टक्क गाडी छ स्टिल देयरमा चाहिँ अब टक्क होइन भ्लग हान्न मजा आउँदो रहेछ है अब म यस्तो हान्छु नि होइन म किन यस्तो ग्याप गरेर भ्लग हान्दाको भने जहिले एउटै मान्छे हेर्न अल्छी लाग्छ त्यही भएर चाहिँ अलिकति टाइम लिएर कहिले लाज रहेछ अघि भन्यो भने त उसले नै काम थियो बिजी गरेर अलि मोटाएर चाहिँ हात्ती जस्तो पनि हुन लागिसक्यो है कस्तो भने अब के हो अब पुरै बुझ्दिनँ यार म त खासमा चाहिँ अब ग्रोसरी पनि जान लागेको हो क्या मैले एक्जस्ट चेन्ज गरेकोदेखि गाडीमा कता कताबाट भाइब्रेसन आउनु थालिरहेको छ क्या त्यो चाहिँ मलाई अलिकति ऱ्याक हानिरहेको छ त्यो अब एक्जस्ट चेन्ज गर्यो अनि अलिक भाइब्रेसन दियो नि त धेरै केही देख्दैन यार गाडी लामो भएर पनि मलाई समस्या छ हप्ताको एक दिन फुर्सद हुन्छ त्यो पनि कता कता जाऊ गाह्रो पो छ त है यहीँ बस्थ्यो नि उतापट्टि यहीँ बस्थ्यो नि हो फेरि परेवाको गुड सारे जस्तो सारिरहन्छ यहाँको मान्छेहरूले चाहिँ हो तर गर्नुपर्छ त्यस्तै चित्त नबुझ्यो कि फ्याट्टै हो भाइ ऊ चाहिँ पछाडि बसिरहेछ होइन उसलाई देखेछ कि छैन चाहिँ थाहा छैन हुन त ऊ अलिअलि गोरो चाहिँ देख्छ होला ऊ चाहिँ मैले अघि भने होइन ऊ चाहिँ दिपिका हाम्रो उता नेपालमा हुँदाखेरि लाइक एउटै कलेजमा थियो अनि त्यही भएर अनि यता पनि एउटै देशमा बसौँ भन्ने हिसाबमा चाहिँ ऊ यता आएको अब हामी पुग्न लाग्यो 2 मिनट्स यो देशको सबैभन्दा डन चाहिँ यहाँको राउटेहरूसँग चाहिँ अलि न्यु नै नखोजे नि हुन्छ
अनि दिपिका के छ हाई भनिदेऊ हेलो हेलो उनी हो दिपिका भनेको चाहिँ अब स्पट सेट जाने चाहिँ यो ठाउँ हो यो खास यस्तो यस्तो चाहिँ हुन्छ बाटोमा यहाँ लड्नलाई गाह्रो छ मलाई पनि कहाँबाट दुख्छ नि यस्तो नयाँ नयाँ जुत्ता लगाएपछि त नयाँ जुत्तामा त बल्ल नयाँ ग्रिप हुन्छ मोटो अनि कहाँ लड्छ होइन ओपन 7 days यो चाहिँ 24 hours चाहिँ खोल्छ यो स्पट सेट चाहिँ पुरै फुल तरकारी नै तरकारी ल अब यस्तो छ अब बट्टामा राखेर पनि छानेर बस्छ होइन होला मसरुम एउटा पनि लिएँ छानसिके छ यस्तै छ यहाँको जिन्दगी तरकारी किन्ने यताउति जाने दुध पनि लियो अब चाहिँ हामीले यहाँ चिकन लिनुपर्ने हुन्छ चिकन चाहिँ लिनै पर्ने हुन्छ कोक चाहिँ जहाँ देखे पनि लिनै पर्ने हुन्छ हामीले अब यहाँ चेकआउटहरू यता ल बिल चाहिँ यतिको छ चिल्ली सस विथ चिकन मलाई दामी मनपर्छ क्या यो चाहिँ अनि त्यही भएर यो चाहिँ लिन्छु म अनि यता चाहिँ मोस्टली चाइनिजहरू धेरै पाउँछ डिकीमा सामान राख्ने अब गाडी चलाउँदाखेरि ढ्याङड्याङ डुङडुङ अति गर्छ लगाइ जब हामी यहाँबाट अब नेपाली ग्रोसरी जान्छौँ एकचोटि त्यहाँ मोमो किन्छौँ होटल म्याजिक ग्रोसरी स्याटरडे स्पेसल यो अचार चाहिँ यता आन्टीले रातभरि बनाइराख्नु भएको यो पालिको चुनावको भोट चाहिँ यसलाई है लगाइ जब चाहिँ हामी घरतिर जाँदैछौँ अब केही खान्छौँ के खान्छौँ के मोमो खान्छौँ त्यही किनेर ल्याएन यो बाटोमा चाहिँ चेकिङ भइरहेको हुन्छ यार अब चाहिँ हामी खान्छौँ यहाँ चट्ट ससेस यहाँ मोमो हो अनि यहाँ टक्क ए ल धेरै कुरा खाएर टक्क लगाएर अब हामी उसलाई पुऱ्याउन जाँदैछौँ जस मजा आयो आजको दिन ल बाई ल रामसित जाऊ है ल है सो गाइज म चाहिँ घर पुगेँ होइन सो आजको भिडियो कस्तो लाग्यो होइन डु कमेन्ट डाउन बिलो आज जस धेरै पछि भ्लग हानेर मलाई एकदम रमाइलो पनि लाग्यो अप्स एन्ड डाउन्स तलमाथि सब कुरा भइरहेको थियो अनि सबै कुरा साइडमा राखेर अनि आइएम इन्टु द भ्लग हुन्छ नि मैले लाइक कामहरू यताउति सबै स्केड्युल गरेर मिलाएर लाइक डेजहरू घटाएर अनि आइएम मेकिङ अ टाइम फर भ्लग यो भिडियो चाहिँ कस्तो लाग्यो राम्रो लाग्यो भने चाहिँ लाइक हानिदिनु अनि च्यानललाई सब्सक्राइब हानिदिनु फर द डेली अपडेट्स आजको लागि चाहिँ हामी बिदा माग्छौँ बाई सक्यो